अब हामी आज के पढाउन लाग्छौँ भने कन्भर्जन अफ ग्लुकोज टु फ्रुक्टोज बाई द फर्मेसन अफ ओसाल्मोन। यसमा चाहिँ के हुन्छ भने ग्लुकोजले थ्री मोलिकुलर फिनाइल हाइड्रोजन के कन्ज्युम गर्छ भने तीनटा मोलिकुल फिनाइल हाइड्रोजनको तीनटा मोलिकुल कन्ज्युम गरेर ओसाजन बनाउँछ। यहाँ सिम्पली यता तलको पार्ट सिम्पली यति पार्ट के हुन्छ सेम हुन्छ। सरी यति पार्ट सेम हुन्छ। मैले के लेखेँ सेम हो। अब यसलाई हाइड्रोलाइसिस र त्यसपछि रिडक्सन गर्यो भने हाम्रो के हुन्छ एलएसओ गर्यो भने के हुन्छ भने हाम्रो फ्रुक्टोज बन्छ। अब यो कसरी हुन्छ त्यसको मेकानिजम हामी अब मेकानिजमतिर जान्छौँ। मेकानिजम त्यस्तो गाह्रो छैन बट हामी सिम्पली रूपमा मेकानिजम देखाउनेछौँ। त्यसको लागि सुरुमा हामी ग्लुकोजको हामी यति मात्रै पार्ट निकाल्छौँ किनभने तलको चाहिँ सबै पार्टहरू एउटै नै हुन्छ। त्यही भएर हामीले तलपट्टिको पार्टलाई हामी ग्लुकोजको स्ट्रक्चरलाई हामी त्यतिकै लेख्यौँ। एच सेम सबैमा सेम हुन्छ। त्यही भएर हामी चेन्ज भनेको सिर्फ यो दुईवटा कार्बनमा हुने हो। रिएक्सन मेकानिजम यहाँ दुईवटा हुने। त्यही भएर हामी तलबाट लेख्दैनौँ। अब के हुन्छ भने सुरुमा यहाँ फिनाइल हाइड्रोजनसँग रियाक्ट कसरी हुन्छ भने अब यो के हुन्छ भने यो नाइट्रोजनको लोन पेयरले यो कार्बनलाई दिँदाखेरि यो यहाँको बोन्ड यहाँ जान्छ। यो ए भयो यो बी भयो। यो बोन्ड भएपछि यहाँ नेगेटिभ चार्ज आउँछ। नेगेटिभ चार्जले यसले फेरि यो हाइड्रोजनलाई तानिदिन्छ भनेपछि यो सी भयो। अनि यो बोन्ड यहाँ आउँदाखेरि यो प्लसको फेरि यो न्युट्रलाइज हुन्छ र के बन्छ भने हाम्रो यहाँ सी छ। सीमा एउटा एच छ अनि यहाँबाट ओले एच लिएको छ यहाँ। अनि हाम्रो यहाँ नाइट्रोजन छ। यहाँ नाइट्रोजनबाट हाइड्रोजन छ एनएच फिनाइलको त्यसपछि सिएच ओएच जस्तो त्यस्तै भयो। अब यहाँ सीमा ओएच छ यहाँ एनएच छ। अब के हुन्छ भने यहाँ वाटर H2O बन्छ। यहाँ कसरी बन्छ भने यो अक्सिजनले यो हाइड्रोजन तानिदिन्छ। तानेपछि यो बोन्ड यहाँ जान्छ। यहाँ गएपछि सिम्पली यो गएपछि यहाँ निस्क्यो ओमा प्लस भयो। ओमा प्लस भएपछि यहाँ माइनस H2 भएर के बन्छ भने HC डबल बोन्ड NH यहाँ गयो यहाँ CHOH यहाँ जस्तो त्यस्तै भनौँ। अब यहाँ के हुन्छ भने यहाँ नाइट्रोजनसँग लोन पेयर हुन्छ। लोन पेयर छ। यो लोन पेयरले के गर्छ भने यो हाइड्रोजनलाई तानिदिन्छ। तान्दाखेरि यो बोन्ड यहाँ सिफ्ट हुँदाखेरि अब यो हाइड्रोजन चाहिँ यहाँ कार्बनमा जान्छ र यो यहाँ आएर न्युट्रलाइज हुन्छ। के भयो त यहाँबाट एचसीमा दुईवटा हाइड्रोजन भयो अनि नाइट्रोजनमा हाइड्रोजन आयो एनएच भयो। यहाँ सी डबल बोन्ड ओ भयो। एउटा मोलिकुल यहाँसम्म कन्ज्युम गर्यो। अब के गर्छ भने नेक्स्ट स्टेपमा आफ्नो फर्स्ट स्टेप भयो। अब नेक्स्ट स्टेपमा के हो भने यो HCH NH
अब के हुन्छ भने फेरि अब यहाँ के हो फेरि अर्को मोलिकुलर फिनाइल हाइड्रोजन यसले कन्ज्युम गर्दा जसरी यहाँ यसले यहाँ एट्याक गरेर यो प्रोडक्ट बनाएको थियो यहाँ आएर के भन्छ प्रोडक्ट यहाँ आएर लिङ्क भएको थियो सिमिलरली के हुन्छ भने यहाँ पनि HCH NH हो यहाँबाट के हो C यहाँबाट डबल बोन्ड C डबल बोन्ड NH यो बनाउँछ मैले स्पेस नभएकोले गर्दा यहाँ यसलाई मेटाउने भए मैले माथिको स्टेपलाई यहाँ नगर्ने भएर अब यहाँ के हुन्छ भने अब यहाँ हाम्रो भयो अब के हुन्छ भने यहाँनिर यो नाइट्रोजन छ यसले के गर्छ भने यो नाइट्रोजनले यहाँको हाइड्रोजन तान्दाखेरि यो बोन्ड यहाँ सिफ्ट हुन्छ र यो बाहिर निस्किन्छ इमाइन अथवा NH2 यो यहाँसँग लेखिन्छ निला के भने HC यहाँ डबल बोन्ड NH अनि यहाँबाट C डबल बोन्ड NH फिनाइल ग्रुप के हुन्छ भने माइनस NH2 यो निस्किन्छ फिनाइलामाइड निस्किन्छ अब यहाँबाट के हुन्छ भने अब यहाँबाट हाम्रो सोलुसनमा वाटर हुन्छ H2 के हुन्छ नि अब यहाँ वाटरबाट HOH के गर्छ भने यो यहाँको लोन नाइट्रोजन लोन पेयरले हाइड्रोजन तान्दाखेरि के हुन्छ भने HC डबल बोन्ड N प्लस H2 भयो अनि C डबल बोन्ड N NH भयो अब हाम्रो यहाँ OH रिमेनिङ छ यहाँ के गर्ने छ यो OH ले OH माइनस ले यहाँ कार्बोनेटेड गर्दाखेरि यो बोन्ड यहाँ जान्छ र NH2 N मा प्लस भएको थियो न्युट्रलाइज हुन्छ अब के हुन्छ भने HC सिंगल बोन्ड NH2 को यहाँ OH आएको छ अनि यहाँबाट C डबल बोन्ड N NH जस्तो त्यस्तै भयो अब फेरि के गरिन्छ भने यो नाइट्रोजनको लोन पेयरले फेरि यो हाइड्रोजनलाई एक्सट्र्याक्ट गर्दाखेरि यो बोन्ड यहाँ आउँछ यो बोन्ड यहाँ गयो NH3 बाहिर निस्किन्छ यहाँ के हो माइनस NH3 निस्क्यो NH3 निस्किँदा के हो भने HC डबल बोन्ड O C डबल बोन्ड N NH भयो योसँग भयो हाम्रो सेकेन्ड स्टेप अब के हुन्छ भने अब थर्ड स्टेपमा यहाँ आएर एउटा मैले कन्ज्युम गऱ्यो यहाँ दुईटा NH फिनाइल हाइड्रोजनको दुईटा गऱ्यो अब लास्ट अब एकपल्ट कन्ज्युम गर्दा त्यसै अब प्रोडक्ट बन्छ हाम्रो कन्भर्जन हुन्छ कसरी हुन्छ भने म देखाउँछु स्टेप वाइज अब हाम्रो यहाँ यो प्रोडक्ट भनेको छ अब यहाँबाट यसले के गर्छ भने HC डबल बोन्ड O C डबल बोन्ड N NH हाइड्रोजन हो हाम्रो यहाँसँग त्यसलाई पनि मेटाएँ मैले अब के हुन्छ भने फेरि अर्को फिनाइल हाइड्रोजनको अर्को मोलिक्युल कन्ज्युम गर्छ कन्ज्युम गर्दाखेरि चाहिँ अहिले कसै सेम टु सेम के हुन्छ भने HC यहाँ डबल बोन्ड N NH बन्यो अनि यहाँ H डबल बोन्ड N NH भन्छ तल जस्तै अब के हुन्छ भने अब यसलाई हाइड्रोलाइसिस गर्दा के हुन्छ भने H2/H प्लस गर्दा के हुन्छ भने यहाँ HOH मोलिक्युल यहाँ OH मोलिक्युललाई के हुन्छ भने यो नाइट्रोजनले यो हाइड्रोजनलाई एक्सट्र्याक्ट गर्दा यो OH ले चाहिँ यहाँ कार्बन लिँदाखेरि
यो बोन्ड यहाँ गएर फेरि युटिलाइज हुन्छ। सेम के भयो भने फेरि नाइट्रोजनले लोन पेयरले हाइड्रोजनलाई तानिन्छ, यो OH माइनसले कार्बनलाई एट्याक गर्छ, कार्बनलाई डोनेट गर्दा यो यहाँ आएर युटिलाइज हुन्छ। के भने अब हाम्रो के हो भने अब दुईटा मोलिक्युल माइनस दुईटा के निस्क्यो, दुईटा होइन सरी केही निस्किँदैन। के भने अब HC यहाँ OH आयो लिङ्गो, यहाँ नाइट्रोजनसँग एउटा हाइड्रोजन गयो, NH भयो। सिम्पली है यो हाम्रो पुरा बनिन्छ यसलाई ओसाजन। हामीले मेकानिजम के हो भने बाइ द फर्मेसन अफ ओसाजन, यो फर्म भएको चाहिँ हामी ओसाजन भन्छौँ। यसलाई ओसाजन भनिन्छ। अब के गर्ने यहाँबाट यहाँ फेरि C यहाँ आएर OH आयो, यहाँ नाइट्रोजनसँग H NH भयो, जस्तो त्यस्तै आउँछ। अब के गरिदिन्छ भने फेरि नाइट्रोजनसँग यहाँ लोन पेयर छ, यो लोन पेयरले फेरि यो हाइड्रोजनलाई एब्स्ट्र्याक्ट गर्छ। एब्स्ट्र्याक्ट गर्दाखेरि यो बोन्ड यहाँ आयो, यो सिङ्गल यता गयो, फेरि सेम यहाँ आएर नाइट्रोजनले यो हाइड्रोजन एब्स्ट्र्याक्ट गरिदिन्छ, यो बोन्ड यहाँ आउँछ, यो बोन्ड यहाँ आउँदाखेरि नाइट्रोजनले डोनेट गर्छ। डोनेट गर्दा के भने हाम्रो COH C डबल बोन्ड O जस्तै हाम्रो के भने यहाँ दुईटा फिनाइल हाइड्रोजन दुईटा मोलिक्युल यहाँ निस्किन्छ। के निस्किने 2NH NH2 मोलिक्युल यहाँ निस्किन्छ। अघि एक ठाउँमा के निस्केको थियो, एउटा फिनाइल हाइड्रोजनबाट NH निस्केको थियो, यहाँ अर्कोबाट दुईटा निस्क्यो। अब यहाँ के हुन्छ भने हामीले सिम्पली यसलाई रिडक्सन गर्दा के हुन्छ भने यहाँ हाइड्रोजन आउँछ, यहाँ पनि हाइड्रोजन आउँछ, यहाँ आएपछि यसले यो हाइड्रोजन तान्दाखेरि सिम्पली CH2OH C डबल बोन्ड O। अब रेस्ट हुन्छ हाम्रो CHOH CHOH 1 2 3 4 CHOH CH2OH भन्छ हाम्रो जुन चाहिँ क्लोज रिक्वायर्ड हाम्रो प्रोडक्ट हो। यसरी हाम्रो यो टाइपले हाम्रो मेकानिजम कम्प्लिट हुन्छ।